हेलो साथीहरू, यदि कसैले तपाईहरुलाई चाहिँ बल्छी दियो भने चाहिँ तपाईहरुले त्यो बल्छीले चाहिँ आफै माछा मारेर खान सक्नुपर्छ र तपाईहरुलाई चाहिँ कसैले बाटो देखाइदियो भने चाहिँ तपाईहरुले त्यो बाटोमा चाहिँ आफै हिँड्न पनि सक्नुपर्छ। यो प्रसंग चाहिँ म किन तपाईहरुलाई जोड्दैछु भने मैले चाहिँ अस्ट्रियामा सिजनल भिसामा चाहिँ तपाईहरु चाहिँ आफै एप्लाई गरेर यानी कि सेल्फ एप्लाई गरेर आउन सक्नुहुन्छ भनेर तपाईहरुलाई बताइसकेको छु र कसरी तपाईहरु चाहिँ सेल्फ एप्लाई गरेर आउन सक्नुहुन्छ एकदमै लो कस्टमा भनेर पनि तपाईहरुलाई मैले बताइसकेको छु। किनभने यो कुरा चाहिँ मैले त्यतिकै भनेको हैन, त्यसरी नै अस्ट्रियामा चाहिँ सेल्फ एप्लाई गरेर चाहिँ आएका एकजना साथीले चाहिँ मलाई बताएको कुरा हो। सो तपाईहरुले चाहिँ त्यसको लागि चाहिँ एउटा राम्रो सिभी बनाउनुस्। त्यसपछि तपाईहरुले चाहिँ गुगलमा गएर चाहिँ फुटेज अफ इन अस्ट्रिया अथवा तपाईहरुले चाहिँ माउन्टेन हट जब इन अस्ट्रिया भनेर चाहिँ तपाईहरुले सर्च गर्न सक्नुहुन्छ। त्यसपछि तपाईहरुले चाहिँ धेरै भ्याकेन्सीजहरु चाहिँ तपाईहरुले अस्ट्रियाको देख्न सक्नुहुन्छ। त्यसपछि तपाईहरुले आफ्नो सिभी फरवर्ड गर्नुस् ती भ्याकेन्सीजहरुमा। त्यसपछि उनीहरुले चाहिँ तपाईहरुलाई रेस्पोन्स गर्नेछन् र यदि तपाईहरुलाई चाहिँ मन पराएको खण्डमा चाहिँ उनीहरुले तपाईहरुलाई चाहिँ सम्पूर्ण खर्चहरु चाहिँ एक्सपेन्सेसहरु बेहोरेर चाहिँ तपाईहरुलाई चाहिँ उनीहरुले अस्ट्रिया ल्याउनेछन्। उनीहरुको होटल, रेस्टुरेन्ट अथवा कुनै पनि एग्रिकल्चरल फार्म होस् अथवा कुनै पनि ठाउँमा चाहिँ उनीहरुले आफै सम्पूर्ण एक्सपेन्सेसहरु खर्चहरु चाहिँ गरेर चाहिँ तपाईहरुलाई अस्ट्रिया ल्याउनेछन्। बट देन अस्ट्रियाको सिजनल भिसा भनेको चाहिँ 6 मन्थ्स अराउन्डको मात्रै हुन्छ र तपाईहरुको अस्ट्रियाको सिजनल भिसामा आउनु भएको खण्डमा चाहिँ तपाईहरुको मन्थली स्यालेरी चाहिँ अराउन्ड नेपाली 2 लाख जस्तो हुन आउँछ। सो यो चाहिँ तपाईहरुको चाहिँ 6 मन्थ्सको मात्रै तपाईहरुको चाहिँ भिसा हो। तपाईहरुले चाहिँ अस्ट्रियालाई चाहिँ यसरी चाहिँ एउटा गेटवे पनि बनाउन सक्नुहुन्छ र तपाईहरुले यदि राम्रो काम गर्नुभयो, तपाईहरु चाहिँ एकदमै स्मार्ट हुनुहुन्छ भने चाहिँ तपाईहरुले चाहिँ त्यहीनेरि वर्क कन्ट्र्याक्ट लिएर पनि अस्ट्रियामा बस्न सक्नुहुन्छ र तपाईहरुले चाहिँ वर्क कन्ट्र्याक्ट अस्ट्रियाको पाउनु भने चाहिँ तपाईहरुले त्यहाँको पीआर पनि पाउन सक्नुहुन्छ र तपाईहरुले चाहनु भएको खण्डमा चाहिँ अस्ट्रियाको पासपोर्ट पनि पाउन सक्नुहुन्छ। अस्ट्रिया चाहिँ एकदमै सुन्दर देश हो युरोपको। मलाई लाग्छ अस्ट्रिया चाहिँ स्विजरल्यान्ड पछिको चाहिँ सबैभन्दा ब्युटिफुल कन्ट्री हो। सो एकदमै राम्रो छ। राम्रोसँग तपाईहरुले चाहिँ विचार गरेर चाहिँ तपाईहरु सेल्फ एप्लाई गरेर अस्ट्रिया आउन सक्नुहुन्छ। तपाईहरुले चाहिँ एजेन्ट समात्नु जरुरी छैन, तपाईहरुले चाहिँ एजेन्सी समात्नु जरुरी छैन, किनभने उनीहरुले चाहिँ तपाईहरुको चाहिँ एकदमै धेरै तपाईहरुलाई चाहिँ कस्ट लगाएर चाहिँ तपाईहरुलाई चाहिँ अस्ट्रिया पठाउनेछन्। सो तपाईहरुलाई चाहिँ त्यसकै लागि चाहिँ मैले अस्ट्रियामा चाहिँ सिजनल भिसामा चाहिँ सेल्फ एप्लाई गरेर एकदमै लो कस्टमा आउन सकिन्छ भनेर चाहिँ तपाईहरुलाई भिडियोहरु बनाएको। सो यही इन्फर्मेसनहरु दिँदै मेरो यो भिडियो इन्ड गर्न चाहन्छु। थ्यांक यू सो मच।